यो इन्डिया मिरिक हो। यहाँ हामी केही समय घुम्न गएका थियौँ। यो अवस्थामा लिएको भिडियो। धन्यवाद। यसको चिया बगान हो। यहाँ चाहिँ हामी मिरिक बजारको वरिपरि रोटी त गोजीमा होला। हामी यहाँ होटलमा बस्यौँ। यो होटलमा एउटा बिरालो रहेछ। यो बिरालो चाहिँ एकदमै सुबानी राम्रो। मेरो नातिनी एन्जलले खुबै मन पराएर काखमा ल्याएर सुमसुमाइरहेको अवस्था छ। र बिरालो चाहिँ अति नै मन पराउने रहेछ एन्जल नातिनीले। अहिले म चाहिँ आनन्दसँगले यो पोखरीको वरिपरि एकदमै मनमोहक दृश्यहरू हेर्दै यहाँको अति शीतल आनन्द लिएर म यो पोखरी श्रीअन्तको अहिले म चाहिँ पोखरीको वरिपरि घुमिरहेको छु, आनन्द लिइरहेको छु। तपाईहरु यो समयमा जानुभयो भने एकदमै शीतल छ, तर अलिकति मौसम चाहिँ बिग्रेको अवस्था छ। र यसरी चिया बगानको मनमोहक फोटोहरू लिन सकिन्छ। र यसरी पोखरीको एक साइडमा यसरी चुना लगाएको रुखहरू देख्न पाइन्छ र घोडा यसरी चढ्न पाइन्छ। घोडाहरू यसरी प्रशस्तै चढ्नको लागि घुमाइरहेको छ। यो यसरी पोखरीको एक साइडमा रुखमा चुना लगाएर एकदमै रमणीय दृश्य बनाएको छ। अब यो कुहिरो लागिरहेछ। अब हामी चाहिँ माथि श्रीअन्तको भ्यूटा हो, जहाँबाट चाहिँ बिहानै सूर्य उदाउँदाखेरि एकदमै सानो कलिलो अवस्थामा झुल्केको देख्न पाइने ठाउँ हो। अहिले चाहिँ अलिकति मौसमले गर्दाखेरि त्यो देख्न पाइँदैन र हामी दिउँसो नै गएको। अहिले मेरो नाति एन्जल र बेबिका राईले आलु पकौडा खाइरहेको अवस्था छ। साथै यो पकौडा चाहिँ साह्रै मिठो पकाउँदो रहेछ। यदि तपाईहरुलाई पनि खाने इच्छा भइदिए त्यहाँ गएर खाइदिनु होला। त्यो ठ्याक्कै माथि भ्यूटारदेखि तल्लोपट्टि सानो दोकान रहेछ। त्यो दोकानमा पकौडा फापरको रोटीहरू पकाउँदो रहेछ। त्यो साह्रै मिठो स्वादिलो खान पाइन्छ। धन्यवाद। र त्यहाँ तपाईहरु जानुभएमा
त्यहाँ तपाईँ फापरको रोटी खान सक्नुहुन्छ, आलु पकौडा खान पाउनुहुन्छ, प्याजीहरू पाउन सक्नुहुन्छ, मिठो चिया पकाउँदो रहेछ त्यो खान पाइन्छ। तपाईँहरू पनि त्यहाँ खाएर यसरी घोडा चढेर आउनुहोला। यो ओह्रालो चढ्दाखेरि चाहिँ हिँड्न नसकेर घोडा चढेर आउँदैछ मेरो श्रीमती वीरमाया राई। अब हामी अहिले चाहिँ यहाँ दोकानमा खाजा खाने काम गरिरहेका छौँ। यहाँको खाजा फापरको रोटी म चाहिँ खाइरहेको अवस्था। नानीहरूले चाहिँ मोमो पनि खाँदैछ। खाजा खाने अवस्थामा मोमो खाने कोही मूर्ति निस्किने गरी खिच्छ न। ओह्रालो हिँडाइ भयो हौ। आज श्रीअन्तुको टावर घुमिवरी नातिनी एन्जेल कन्दवाललाई यसो घुमाएर ल्याउँदै गरेको रमाइलो भइराखेको छ। उसको बोजू वीरमाया भन्नेलाई चाहिँ घोडामा चढाइ पठाइएको छ। अब ऊ मात्रै हिँड्नु नसक्ने, हामी त एकदम स्ट्रङै छौँ हिँड्नलाई। म त घोडा पो चढ्ने भएछ त हौ भनेर जानुभयो। घोडा चढ्ने पो भयो अरे। गए पनि भन्नु भएन, सरल चढ्नु पो अनि जानु पो हामीलाई छोडेर। ठिकै छ, ऊ पुगिराखेको हुन्छ, हामी बिस्तारै हिँडे पुग्छौँ। हामीसँग पछाडि रहेको छ बिबिका हाङछेन र हामी यहाँ आउँछ। ल उकालो चढेन क्या हो, बाइक उकालो नचढे जस्तो छ। निकै आवाज आइराखेको छन्। हामी ओह्रालो झरिराखेको छु, श्रीअन्तुबाट ओह्रालो। यस्तो छ। त्यसो नगरौँ है, भालु आउँछ नि फेरि यहाँ त। ल झन्डै लडे हो। पछाडि आउँदैछ बिबिका। ओ बहिनी, डु नट टु लेट, कम फास्ट। चिप्लो हुन्छ यस्तोमा। बोल त के पो बोल्नु हौ? हाउ कसरी पो बोल्नु हौ? कसरी पो बोल्नु हौ? कस्तो बाटो पो आयो ब्रो? सजिलो बाटो हौ। कस्तो राम्रो ठाउँ पो लिएर आउनु। योभन्दा कस्तो अप्ठ्यारो ठाउँ छ। यहाँ रहेछ टर्निङ पोइन्ट। राम्रो ठाउँ हौ। म त यहीँ पो बस्छु क्या हो। यतै अब घर किन्नुपर्छ, घर जग्गा किन्नुपर्छ, अनि यतै बस्नुपर्छ। पछि बर्खाको समयमा तराईमा गर्मी भएको बेला घोडा गनाउँछ नि, अनि भिजेको छ अनि झन् गनाउँछ। यहाँ ठाउँ त भिजी बस्छ। ल हामी
सिरी अन्तु प्रवेश गेट कट्यौँ अब ओह्रालो झर्दैछौँ कता गयो हौ दुईजना